हेलो, आज चाहिँ मेरो बहिनीको बर्थडे छ। उसलाई सरप्राइज दिनुको लागि चाहिँ मैले चाहिँ दिउँसै केक मगाएर राखेको थिएँ। बहिनी चाहिँ मेरो बर्थडे मनाउने भएन कसैले भनेर फुल्लिएर बसिरहेको थियो। अगाडिको भिडियो चाहिँ मेरो डिलिट भएछ, त्यही भएर आधीदेखि भिडियो राखेको छु। केक ल्याएको थिएँ र राखेको थिएँ सरप्राइजमा। अनि आज सरप्राइज अरू त केही थिएन, यतिकै सरप्राइज मनाइदिउँ भनेर के गर्नु। क्यान्डल दुईटा मगाएको, एउटा मात्रै पठाइदिएछन्। अनि स्प्रे त स्नो स्प्रे चाहिँ पठाइदिनु भनेको, अर्डर गर्दाखेरि नपठाइदिकिन एउटा मात्रै क्यान्डल ल्यायो। अब आज सिस्टरको बर्थडे मनाउनु पर्ने स्थिति आइरहेछ। म चाहिँ यहाँ केक खोल्नु आँट्दैछु। बहिनीलाई चाहिँ भित्र उहाँ फुलेर बसिरहेको छ, त्यही पनि लुगा लगा न एक दुईवटा फोटो खिच्नुपर्छ तेरो बर्थडेको। अब केक त भएन भनेर फकाएर लुगा लाउन पठाइरहेको छु। अनि मलाई चाहिँ केकहरू चाहिँ यहाँनिर रेडी पारेर बोलाउनु लागेको। केक कस्तो छ गाइस, मैले बहिनीको लागि बनाइदिएको केक टाडा यस्तो छ है। व्हाइट फरेस्ट केक सिस्टरलाई मनपर्छ नि त, अनि त्यही भएर अनि पर्पल कलर पनि उसलाई मनपर्ने भएर चाहिँ सिस्टरलाई बोलाउन जान आँटेको। यहाँ केक रेडी बनाइसकेँ यहाँनिर। अब बोलाउन ओ डियर सिस्टर फुलेर बसिरहेको छ क्या ऊ चाहिँ। लुगा लगाएर फोटो मात्रै खिच्नमा पनि भनेको। दिनभरि रिसाएर बसिरहेको थियो। कस्तो हुन्छ रियाक्सन। ह्यापी बर्थडे टु यु, सरप्राइज, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे सरप्राइज, सरप्राइज दिएको सरप्राइज, सरप्राइज। ह्यापी बर्थडे भन्न बस्नु भएको नानी। ह्यापी बर्थडे टु यु भन्दै लु बाला ल। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे डियर सिस्टर, ह्यापी बर्थडे टु यु। मे गॉड ब्लेस यू, मे गॉड ब्लेस यू, मे गॉड ब्लेस यू, ह्यापी बर्थडे टु यू। केक काटा। ह्यापी बर्थडे टु मी। इट्स ओके, नो प्रब्लम। ताली खोइ त भने कसरी म त ताली ताली ताली। ह्यापी बर्थडे टु मी, ह्यापी बर्थडे डियर मी, ह्यापी बर्थडे टु मी। 32 नो 31 काटे त मैले के काटिसक्यो आए त। अब ह्यापी बर्थडे टु मी। बर्थडे गर्दा गर्दा चाहिँ उसको साथीको फोन आएर साथीलाई खुवाएको अरे फोनमै मक्ख परेर उहाँ केक खुवाउँदैछ के भन्नु र। मान्छेलाई सानो खुसीले पनि धेरै दिने है, धेरै नचाहिने कम्ता खुसी भएको हो। दिनभरि फुलेर मेरो बर्थडे मनाइदिएन भनिरहेको थियो। सरप्राइजमा देख्यो नि त बहिनीलाई। जे भए पनि अन्तिममा भए पनि खुसी त भयो। कस्तो लाग्यो सिस्टर, धेरै मस्त राम्रो भयो। ह्यापी बर्थडे टु यु। बिना सबै खाइएर सबै खाएर अन्डा बिनाको खान्छ, पुरै प्योर भेज छ। तर मलाई पनि अचल त
अन्डा बिनाकै केक मन पर्न थाल्यो। अन्डा हालेको त कस्तो खस्सै हुन्छ। आमा आप्पाहरूले पनि खुवाउन गई यस्तै अनि मनायौँ। यसो सानो केक ल्याएर बर्थडे मनाइयो यसो मेमोरीको लागि। फेरि फेरि पनि यस्तै मनाउन पाइराख्योस्। नाति मारे त कहाँ खान्छ त? मलाई दे। अलिकति खुवाइदिनु हुँदैन खानु हुँदैन हो हुँदैन। कैसा लगा? कस लगा बहनी? अच्छा लगा मुझे। अंजलि देख मेरे केक भी पर्पल है।